Hello guys, good evening सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला है, म पनि सन्चै छु। कस्तो गरम छ। अनि आज तपाईहरुको दिन कस्तो बित्यो है? पानी पर्दै थियो, भर्खरै रह्यो हो। अब हेर्नुस् ल, मेरो घरमा अस्तिको छिन्नु मुन्नु क्या खडायो। कत्रो भएको रहेछ म देखाइदिँदैछु तपाईहरुलाई। छिन्नु मुन्नु, छिन्नु मुन्नु ल। न अर्को ल तँलाई यहाँ चिन्नु, अर्को मुन्नु ल। मुन्नु छिन्नु मुन्नु यसरी खाइरहेको छ दुईटाले। यसको नाम चाहिँ चुन्नु हो, यसको नाम चाहिँ मुन्नु हो नि त। मुन्नु चुन्नु 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 मुन्नु 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 चुन्नु। आँखा हेर्नुहोस् न कस्तो रातो छ। आँखा दामी छ यिनीहरूको। उफ खाँदैछ मजाले हो। यो अर्कोले पनि खाँदैछ। चुन्नु बनाना खाएको, यो चाहिँ मुन्नु। आयो गाइस, अब म तपाईहरुलाई मेरो कुखुराको खोरमा कुखुरो, लोकल कुखुरो त्यहाँ आउँदैछ सानो सानो। यो एउटा कालो छ दुम्से, सानो भरे पर सानो सानो पनि छ। हेर्नुहोस् गाइस, यो मेरो जिरे खोर्सानीको बोट हो। यस्तो फल्छ, यो हेर्नुहोस् है, यस्तो फल्छ। यो आँप फलेको हेर्नुहोस् है, मेरो घरको आँप। म्याङ्गो म्याङ्गो म्याङ्गो। यो चाहिँ अब अलिक दिनमा अचार लगाएर चाहिँ खानुपर्छ। पिकु आइज आइज भाइ, आइज भाइ, पिक्क 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 बुटा कम आइज छिटो अल्छे आइज। म गएको। यस्तो छ यो मेरो स्टोर हो, स्टोर छ। यहाँनिर गाडी राख्छ, अहिले बाइक राखेको छ छोराको। त्यहाँदेखि हेर्नुहोस् मेरो बारीमा यो काँक्राको बोट हेर्नुहोस् न, तर फलेकै छैन। चिचिला लाग्दो रहेछ हेर्नुहोस् त। अब स्टार्ट हुँदैछ फल्नु। तपाईँहरूलाई पनि पठाइदिन्छु नि भिडियोबाट। यो मसिनो खालको रमभेडा यसरी फल्छ। यस्तो फल्छ लोकल टमाटर हो। इस्कुसको झ्याल हेर्नुहोस् न, माछ लडिरहेछ हो। भोलि छुट्टी। अब यो खाम्बा 3टा खाम्बा लगाएर चाहिँ सेरीले अराइरहेछु नि, झन्डै झर्यो। यस्तो छ इस्कुसको झ्याल, यसरी माछमा छ। यो चिन्नुहुन्छ तपाईहरु, यो हो तपाईहरुको दबाई पनि हुन्छ, आँकको बोट। हाम्रो सुन्तला पनि छ, सुन्तला पनि छ बारीमा मेरो, सबै छ। अम्बक छ हो, मकै छ,
ए यो सुन्तला हो, घाँसको उयो हो बोट यस्तो छ गाइस। सन्ता त्यो अघि देखाएको खोर्सानी चाहिँ यहाँ पनि छ नि त। ए यस्तो फल्छ यो चाहिँ जिरे खोर्सानी भन्छ नि यो। हेर्नुहोस् त, कसलाई मनपर्छ कमेन्टमा लेख्नुहोस् है, फोटो भए पनि पठाइदिन्छु तपाईँहरूलाई। को लाइनमा हुनुहुन्छ? मेरो त हरियाली छ है मेरो कोठेबारी। अब यहाँ हेर्नुहोस् ल, अर्को पनि छ नि इस्कुसको झ्याली, यहाँ पनि छ। यहाँ चाहिँ अस्ति एउटा फलेको थियो, खाइहाल्यो। यस्तो छ। यो पनि एउटा सुन्तलाकै बोट हो। उफ, मेरो घरमा रोस हेर्नुहोस् है। इस रोस, यो त सानो हो के, अझै ठुलो हुन्छ हो। यस्तो छ यो फुल हेर्नुहोस्। यो एउटा फुल हेर्नुहोस्। यो फुलको चाहिँ सुपारीको गाँठ बिरुवाहरू पनि छ। मौसम चाहिँ यस्तो छ, दिनभरि घाम लागेको थियो, अहिले चाहिँ पानी पाएर जस्ट रहिरहेको छ। पारीतिर त केही देख्दैन, हल्का फगी फगी लागेको छ हो। यस्तो छ, यस्तो खालको फुलहरू पनि छ। यो मेरो पिकु हो है, पिकु यस्तो छ। सदाबहार यो एउटा क्वालिटी भयो। यो नेक्स्ट अर्को क्वालिटी, यो रोज हो। यो यस्तै छ, यस्तै छ मेरो गार्डन, कोठेबारी, सब्जीबारी। यहाँ पनि भर्खर प्लान्ट फुलहरू बढ्दैछ। ए फुलहरू हेर्नुहोस् न, यो फुल चाहिँ ओभर दामी हुन्छ कि, तर कोपिला मात्रै छ हो। यस्तो छ, यो हेर्नुहोस् है, यो एउटा क्वालिटी छ फुलको। नेक्स्ट एउटा छ, सबै सुपारीको उयोहरू छ। यो एउटा दामी छ क्वालिटी, यो क्वालिटी छ दामी छ नि, तर यस्तो छ यो क्वालिटी। नेक्स्ट अर्कै क्वालिटी हो। गणेश छेत्री बाउजू के भनेको भाइ गणेश? म चिनी के अरे बुझिन, के भन्यौ? यस्तै छ मेरो आँगन। यस्तो छ आजको मौसम चाहिँ, हेर्नुहोस् है। थ्याङ्क यू शान्ति शर्मा चाहिँ को रहेछ? म्याम त होइन जस्तो लाग्छ। यस्तै छ, यो एउटा प्लान्ट छ है। यो फुलेपछि चाहिँ म तपाईँहरूलाई देखाउने छु। यो फुल चाहिँ ओभर दामी छ हो, लास्ट इयर सारेको थिएँ। अब फुल्छ अलिक दिनमा। यो चाहिँ गाईको दानामा काटेर लाउनुपर्छ, खोले पकाएर दिनुपर्छ। अब सबैजना साथीहरूलाई है, मेरो फेसबुक पेजमा आएर है फलो गरिदिनु भएकोमा, लाइक गरिदिनु भएकोमा है, सबैजनालाई धेरै धेरै धन्यवाद है। अनि सबैजना अब सन्चै हुनुहुन्छ होला, अघि पनि मैले भनेको थिएँ है। म पनि ठिकठाकै छु आजलाई।
यति होला हौ गरम भएर गति मति छैन। ओके बाई।